हेलो साथीहरू, गुड मर्निङ। के छ हजुरहरूको खबर? म चाहिँ रेडी भइसकेँ ड्युटी जानको लागि। आज 10 बजेदेखि ड्युटी छ। मोबाइल बजाऱ्यो भने रेडी भइसक्यो। 9:40 भयो। अब ड्युटी जान लागेको। यो चाहिँ मेरो रुम हो। के गर्ने, यस्तै छ परदेशको ठाउँमा। 10 बजेदेखि ड्युटी छ। आज ड्युटी जान लागेको। गाह्रो छ, के गर्ने। हिजो राति 1 बजे आएको, आज 9-10 बजे जानुपर्ने। हिजो राति 1 बजे आएको, रुममा आइपुग्दा बाटोमा आउँदा आउँदा 1:30 बजिन्छ। रुममा आइपुग्दा आएपछि यसो मोबाइल हेर्नै पर्यो। मोबाइल हेरिसकेपछि निन्द्रा लाग्दैन। 3-4 बजे सुत्यो, फेरि 9 बजे उठ्नुपर्छ। 4-5 घन्टा सुत्यो, ड्युटी हिँड्यो। गाह्रो छ, के गर्ने। यस्तै छ। आएर ओ कति कालो आएको, अस्ति कालो आउँछ त। गाह्रो छ, गाह्रो छ। ल अति अग्लो घर। घाम त धेरै लागेको छैन, त्यही पनि कस्तो गर्मी हुन्छ भनेको। बिहानको पनि यति धेरै गर्मी छ। बिहानको अफिस टाइममा उता पारिपट्टिको मेन रोड पुरा जाममा परिरहेछ, जाममा छ। गाह्रो छ। यस्तै हो, के गर्ने। आकाश कालो भएको छ, पानी पर्ला जस्तो भइरहेछ। अहिले पानी पर्ने मौसम हो नि त, त्यही भएर पानी पर्ला जस्तो भइरहेछ। उखु उखु मोटर गाडी टिटिट। चलेन हौ मोटर गाडी त। यहाँनिर यति धेरै ट्राफिक जाम पर्छ नि। एउटा चोक, 2टा चोक, 3टा चोक, 4वटा, 5-6वटा चोक छ। यताबाट नि यहीँ आउने। फेरि यहाँनिर यति जाम हुन्छ नि, कहिलेकाहीँ बाटो क्रस गर्नलाई 20 मिनट लाग्छ भने। यति धेरै जाम हुन्छ यहाँनिर। भाग केटा, भाग 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 भाग। धेरै जाम पर्छ यहाँनिर। यो धेरै जाम पर्छ। कहिलेकाहीँ बाटो क्रस गर्नलाई नि 15-20 मिनट लाग्छ भने। कहिलेकाहीँ भने बेला ड्युटी पनि पुग्न गाह्रो पर्छ। केएलसीसी ट्विन्स टावर यस्तै छ। यो चाहिँ मेरो ड्युटी जाने बाटो हो। के गर्ने। यहाँबाट केएलसीसी आदि देखिँदो रहेछ। यस्तै छ, के गर्ने। ड्युटी आइजा, जा रुममा जा, सुत, फेरि आइजा, भोलिपल्ट आइजा ड्युटी। यस्तै छ। साथीभाइहरूले भन्छ धेरै वर्ष भयो दाइ घर जानुहुन्न भन्छ। जाने रहर कसलाई हुँदैन र आफ्नो घर। के गर्ने, यस्तै हो। आफ्नो घर जाने कसलाई रहर हुँदैन र भने जस्तो हुँदैन। के गर्ने, यस्तै छ। ल म चाहिँ ड्युटी आइपुगेँ। काम गर्ने ठाउँमा नि आइपुगेँ। मैले काम गर्ने ठाउँबाट यो टावर्स देखिन्छ। कति अग्लो हो के।
यहाँबाट देखिन्छ त्यो टावर। अब चाहिँ ड्युटी छिर्नुपर्छ। अब बेलुकाको 9 बजेसम्म हो ड्युटी। 9 बजे रुम जाने हो अनि भोलि छुट्टी। भोलि छुट्टी हो, हप्तामा 1 दिन छुट्टी हुन्छ। भोलि छुट्टी हो। आज 9 बजेसम्म ड्युटी, भोलि छुट्टी। ल अब चाहिँ ड्युटी छिर्नु पर्छ। ल सबैको दिन सोचेँ आँटेको जस्तो होस्।